उनी हुन् इलाम जिल्ला माङ्सेबुङ गाउँपालिका वडा नम्बर 4 एकता बस्ती निवासी सुभाष राईकी श्रीमती 36 वर्षीय शान्ता राई। विगत 2 वर्षदेखि बेहोसी जीवन बिताइरहेकी छिन्। सानो र सुन्दर परिवार थियो। श्रीमान, श्रीमती र एक छोरी। 2080 जेठ 6 गते घाँस काट्ने क्रममा रुखबाट लडेर टाउकोमा गम्भीर समस्या भयो। उति नै खेर श्रीमान सुभाष राई आर्थिक अभावका कारण 2-4 पैसा हुन्छ कि भनेर ज्याला मजदुरीका लागि भारत सिक्किमको विकट क्षेत्रमा पुग्नु भएको रहेछ, जहाँ फोन सम्पर्क हुन सकेन। आफ्ना आफन्त र छरछिमेकीहरूले बिरामी उपचारका लागि नजिकै पर्ने झापाको दमक अस्पतालमा पुर्याउनु भयो, तर हस्पिटलले उपचार सम्भव नहुने पनि रेफर गरेपछि विराटनगरको आर्य न्युरो अस्पतालमा पुर्याउनु भयो। श्रीमान हप्ता दिनपछि आइपुग्दा भेन्टिलेटरमा बेहोसी अवस्थामा शान्ता राईको उपचार हुँदै थियो। टाउकोको अपरेसन पश्चात 6 महिनासम्म उक्त हस्पिटलमा नै राखेर उपचार भयो। श्रीमान सुभाष राई भन्नुहुन्छ, आफूसँग थिएन। देश तथा विदेशमा रहनुभएका मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले सक्दो आर्थिक सहयोग गर्नुभयो। पहिले विदेश गएर जोडेको सानो घडेरी झापामा थियो, त्यो पनि बेचिदिए। 17-18 लाख सकियो। मान्छे बचाउन सफल त भइयो, तर जिउँदो लास राखेको छु। बोली छैन, हात खुट्टा चल्दैन, मानसिक समस्या सुधार हुन सकेन। सबैले सहयोग गर्नुभयो। अब म कसले माग्नु? सहयोग पनि कति माग्नु जस्तो लाग्छ। तर बिरामीलाई हेर्छु, भित्र मन रोएर आउँछ। कहिले काहीँ एकहोरो हेरेर बरर आँसु बगाउँछिन्। उनलाई पनि कति मन लाग्दो हो मसँग कुरा गर्नु, छोरीसँग कुरा गर्नु। कतिखेर उनको दिमाग पनि ठिक ठाउँमा आउँदो हो। कतिखेर बोल्न खोज्छे, कहिले हात खुट्टा चलाउन खोज्छे। मलाई पनि मन थाम्न गाह्रो हुन्छ। निको भइहाल्ला जस्तो पनि लाग्छ। उनको खोपडी उनकै पेटमा राखेको 2 वर्ष भइसक्यो। 1 वर्ष अगाडि नै लगाउनु पर्ने थियो। डाक्टरले 5-7 लाख खर्च लाग्ने बताउनु भएको छ। त्यत्रो रकम कहाँबाट जुटाउनु र? उनकै स्याहारमा मेरो दिन बित्छ। 1 पैसाको आम्दानी छैन। मेरो ठुलो इच्छा उनको खोपडी सेट गरिदिने हो। त्यति गरे उनको मस्तिष्कले काम गर्छ भन्ने लागेको छ। नमस्कार। मनको भह हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक मित्रहरूमा अनि धन्यवाद आजको श्रृङ्खला हेरिदिनु भएकोमा। आजको श्रृङ्खलामा मैले मेरै गाउँको सुभाष राई र शान्ता राईको दर्दनाक जीवनीलाई साभार गर्न कोसिस गरेको छु। उहाँहरू यस्तो दुःख पीडामा हुनुहुन्छ। उहाँको पीडा विगत 2 वर्षदेखिको हो। आजको श्रृङ्खला हेरिसकेपछि उहाँहरूलाई उपचार सहयोगका लागि तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क नम्बर पनि मैले साभार गरिदिएको छु। त्यसमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ र आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने पनि तपाईँले त्यो QR कोडलाई प्रयोग गर्न सक्नुहुनेछ, जुन सुभाष राईको निजी एकाउन्ट र निजी नम्बर मैले छोडिदिएको छु। र अन्त्यमा उहाँहरूलाई सकेको सहयोग तपाईँ सम्पूर्णहरूले गरेर सहयोग गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँहरूले धेरैभन्दा धेरै सेयर गरेर उहाँहरूकोलाई सहयोग जुटाइदिनुका लागि पनि सहयोग गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूको पल शुभ रहोस्। धन्यवाद।